आज चाहिँ मैले तपाईँहरूलाई लाङ्साको मोमोको रेसिपी लिएर आएको छु है। घरमा बसेपछि चाहिँ हामीले चाहिँ रेस्टुरेन्टतिर भएको होटलतिर पाउने फ्लेभर चाहिँ कसरी ल्याउने, कसरी चाहिँ मिठो एकदमै स्वादिलो मोमो बनाउने भनेर त्यसको विषयमा तपाईँहरूलाई म भिडियो देखाउन जाँदैछु। तपाईँलाई त्यस्तो भिडियो चाहनुहुन्छ भने चाहिँ मेरो भिडियो हेर्नु होला, अन्तिमसम्म हेरेर साथ सपोर्ट माया गरिदिनु होला। अब भने चाहिँ हामी बिफ मोमो बनाउनु जाँदैछौँ। सबैभन्दा पहिला त प्याज छिलेर रेडी पार्नेछौँ। सुरुमै किन काटेको भन्दाखेरि प्याज छिल्नेलाई मात्र थाहा हुन्छ प्याज काट्दा कति माया लाग्छ भनेर, जति मासु काट्दा पनि आफूलाई माया लाग्दैन। प्राय मान्छेको आँखाभरि आँसु हुन्छ। अब पनि हामी किमातर्फ लाग्छौँ। मासु सँगसँगै हामीले बोसोलाई पनि प्रयोग गर्नेछौँ। यसलाई पनि सँगै राखेर किमा गर्नुपर्ने हुन्छ। यसले चाहिँ हाम्रो मोमोलाई एकदमै रसिलो बनाउँछ। यसको जग्गामा हामीले तेल पनि प्रयोग गर्न सक्छौँ, तर हिजोआज मान्छेहरू एकदमै तेल युज गर्नु भनेपछि डराउँछ। सो एकदमै तेल चाहिँ हामीले कम्ती प्रयोग गरेका छौँ। त्यो साथसाथै हामीले अनियन स्प्रिङ पनि लगाउनेछौँ। तपाईँले भिडियोमा देखे जस्तै यसलाई मसिनो काटेर किमामा मिक्स गर्नुभयो भने यसले कलर पनि राम्रो दिन्छ, हेर्दा पनि खाउँ खाउँ लाग्दो हुन्छ। यो सबै हामीले किमाको सामग्रीहरू रेडी गर्दैछौँ। सामग्रीहरू सबै रेडी पार्नुभयो भने हामीलाई स्वादिलो मोमो खानबाट कसैले पनि रोक्न सक्दैन। अब हामी मसलाको कुरा गर्नेछौँ। नुन भयो, कालो मरिचको धुलो, टेस्टिङ पाउडर अनि टिम्बुर। यति हामीले लगायो भने एकदमै मोमोको राम्रो बन्छ। अनि थोरै साथसाथै तेल पनि प्रयोग गरेका छौँ। अब हामी यति मसलाको मात्रा मिलाएर मजाले मोल्नेछौँ। यसलाई जति मजाले फिटाइयो, जति मजाले मिक्स गरियो त्यति नै स्वादिलो बन्छ। र हजुरहरूले पनि भिडियोमा देखाए जस्तै गरेर किमा बनाउन सक्नुहुन्छ। मैले हजुरहरूलाई यो किन देखाइएको भन्दाखेरि हजुरहरूले पनि घरमा बसेर साथसाथै यस्तो कुराहरू पनि बनाएर खान सकोस्। आशा छ हजुरहरूले लामो भिडियो भए पनि यसलाई मजाले हेर्नुहुन्छ, किनभने यसमा मैले हजुरहरूकै फाइदाको लागि बनाएको हो। कसरी चाहिँ बिफ मोमो बनाउने होइन, कसरी खाने अनि हामीले कसरी चाहिँ इन्जोय गर्दैछौँ होइन, यसमा धेरै कुराहरू हामीले एड गरेका छौँ। एकदमै मेहनत लगाएर बनाएको भिडियो, साथसाथै मेहनत लगाएर बनाएको यो हामीले बिफ मोमो। आज त्यसै पनि मोमो एकदमै मिठो हुनेछ, किनभने सबै परिवारहरू मिलेर आज दिउँसोको खाना यस्तरी बनाएर खाँदैछौँ। सो तपाईँले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मोमो बनाएर रेडी भइसकिसक्यो। बुट्टाहरू कसरी बनाउने भन्ने बारेमा चाहिँ हामी अर्को भिडियोमा जान्नेछौँ। र अहिले पनि चाहिँ हामीले मोमोको रेसिपी र साथसाथै परिवारको मिलन। होइन भनेको छैन सरी भने फेरि मैले भनेको होइन, घरको मान्छेलाई आज लान्छ मोमो खिलाउने भनेर सबै बसेर खाने भनेर कस्टमर लागि हो क्या यो। बिचमा दाजुको सानो कमेडी सुन्नुभयो है। फाइनली हाम्रो मोमो पनि रेडी भइसकिसक्यो। सो अब पनि हामी सबै परिवार मिलेर बसेर खानेछौँ। यो तपाईँले देख्नु हुँदै गरेको छ यो हड्डी, यसको चाहिँ सुप निकालिएको छ। जाडोमा सुप अति मिठो हुन्छ। तपाईँलाई पनि मनपर्छ होला मोमो विथ सुप। सुप खाएर कतै कस्तो हुँदो रहेछ यसरी परिवारसँगै बसेर खाँदा चाहिँ सबै परिवार? यस्तो मजा त कहिले पनि आएको थिएन नि। त्यतिको मजा यहाँ सुन्या। कस्तो लाग्दैछ तपाईँलाई, मतलब परिवारसँगै बसेर खाँदा? अनेस्टली भन्नु है, रियालिटी। ओके, मैले रियालिटी भनेको नि उहाँ बहिनी बहिनीलाई देखा मुखको घाउ दुखेको धरि थाहा छैन, त्यति साह्रो खुसी हुँदो रहेछ परिवारमा बसेर खाँदा। मजा, यो मजा हो नि, यो मजा हो नि। परिवार भने चिज त्यस्तो रहेछ नि त, घाउ त नदुख्दो रहेछ। अघिसम्म आया आया भनिरहेको थियो, खाँदा आया छैन छैन त। खै आया यता यता जोजो, ठुलो जोजोलाई के कस्तो लाग्छ बसेर? हाम्रो साथीलाई चाहिँ के कस्तो लाग्दैछ भने? लाज पो लाग्यो। खाँदा यता हेर्नुहोस् न, यता यता यहाँ तपाईँलाई चाहिँ के कस्तो लागिरहेको छ? मलाई हजुर, मलाई यस्तो फिल भइरहेछ कि म यो मोमो खाँदाखेरि के भन्नु, फ्यामिलीसँग यसरी खानु, अझै भ्यू पनि यस्तो हेर्नु है, कस्तो मजा आएछ नि। मजा है। ओके, भ्यू पनि दामी छ नि हाम्रो यो जग्गाहरू। ओ तल ओके, यो चाहिँ अन्त यस्तो भ्यूमा बसेर राति 12-1 बजीसम्म डिस्कस गर्छ, कति मजा आउँछ नि। आउनु झाले छ जिन्दाबाद रहेका शब्दसँगै आउनु
ए त्यसले खाएको त अझै यस्तो बुझ्नु त्यो तिमी त हाम्रो ब्रेक भयो भन्दा पनि 50 खाना मात्रै मोमो खाएको हामी चढ्नु पऱ्यो नि हौ तपाईँको ब्रेकमा कतिवटा खानुभएको थियो बुढीले छोड्दा खायो अरे त मोमो पकाएर खाएको त्यो त झन् ब्रेकै नहुँदा त कति खाएको मैले जिन्दगीमा लाइफमा ब्रेक भएको छैन मेरो आज भनेपछि बेलुका डाडु खाने भयो नि डाडु खान्छ फाइनली मेरो भिडियो चाहिँ यति मात्र साँच्चै नै थियो तपाईँ त अन्तिमसम्म बनाउनु हेरेर बनाउनु साथ दिनुभयो त्यसको लागि धेरैभन्दा धेरै धन्यवाद र आउँदो भिडियोहरू अझै पनि यसरी नै रोचक भिडियो बनाउने नै छु र हजुरहरूको साथ सपोर्टले नै मलाई हौसला मिल्नेछ ओके बाई बाई